आज चाहिँ हामी नयाँ वर्षमा वैशाख 1 गते घुम्न जाँदैछौँ। कस्तो हुन्छ सबैजनाले हेरेर सपोर्ट गर्नु होला है त। कस्तो हुन्छ बवाल सकेसम्म चाहिँ हामीले बवाल रमाइलो गर्ने होला छ। दाजुभाइ भएर हामी हिँड्दैछौँ। कहाँ कहाँ गइन्छ भन्ने पनि थाहा छैन। अनि हामी चाहिँ गन्तव्य स्थानमा गएपछि हजुरहरूलाई देखाउने होला छौँ। ओके सर, सब्सक्राइब गर्नु होला। ल हामी चाहिँ अहिले बुटोलतिर जाँदैछौँ है। बुटोलतिर ल मडी कामदेखि बुटोल जाँदैछौँ। अनि बुटोल चाहिँ कहाँ गइन्छ थाहा छैन है त फेरि। बुटोल गइन्छ अनि यता गए वनबाटिका, यता गए फेरि मणिग्राम साइड भैरवा। वनबाटिकाको चिन्नु भए कमेन्ट गर्न नभुल्नु होला है त गाइस। वनबाटिका भन्दा मलाई चिन्ने जतिले कमेन्ट गर्नु होला है। हामी चाहिँ अहिले यति बेला वनबाटिका आछौँ। यहाँ चहल पहल सुरु भइसकेको छ। यता बाटो जामजाम जस्तो छ एकदम मिलाएर। यहाँ चाहिँ भिड छ है आज। पार्किङ एरिया पैसा तिर्ने एरिया हो यो। वनबाटिका फाइनल्ली हामी आइसक्यौँ। यता पार्किङ भन्छ है गाइस। यस्तो धमाका छ आमामा, यस्तो बवाल भिड पनि है। कैमरामैन हो गए, वीडियो के ब्लॉगर हो गए, ब्लॉगर हो गए यहाँ। हामी यो सबै सुट गर्नलाई हो कि आज यहाँ सुट गर्न आएको क्या आज। यो भिडियो गराउनेलाई त होइन भन्दै हुनुहुन्थ्यो सरहरूले। हामी चाहिँ यहाँ गेटबाट छिरेका छौँ गाइस। अनि यहाँ देख्न सक्नुहुन्छ म छिटे भेना पछाडि पछाडि गाई छिर्दै जो कोही पनि हुनुहुन्छ भाग भाइ भाग आएर सातो लिएर जानु होला। खतरा भयो खतरा। उद्यानमा आफ्नो बच्चा खेल्नको लागि भित्र सबैभन्दा बवाल कुरा भन्दै यार। अहिले सातो खेला परेको सम्पर्क गर्नु गाइस म चाहिँ छिर्दै टिकट नसिकेर म बवाललाई म छिर्दिसकेँ। भेना चाहिँ आउँदै हुनुहुन्छ। यहाँ देख्न सक्नुहुन्छ यहाँ कता हुनुहुन्छ भन्ने। कता जानुभयो आज यहाँ चहल पहल चाहिँ बवाल हुँदैछ है गाइस, बवाल हुँदैछ। अनि यहाँ चाहिँ के छ हजुरहरूलाई म देखाउँदैछु। यहाँ त चहल पहल चाहिँ बवाल हुँदैछ। फोटो सुटिङ पनि चल्दैछ यता भनौँ होइन। यस्तो बवाल रहेछ। हाम्रो भेना कता जानुभयो? भेना सिटलाई खोज्नु पऱ्यो यार घर यार। म त छिर्दै उहाँ चाहिँ कता जानुभयो यार। यहाँ चाहिँ चहल पहल चाहिँ बवाल चलिरहेको। कता जानुभयो यार? म त खोज्दा खोज्दै हैरान भयो त यार। कता जानुभयो? म चाहिँ यहाँको युट्युबर हो होइन, क्यामराम्यान हो। यताउति भने खतरदालमा छिर्दै थिएँ। उहाँ चाहिँ त्यत्तिकै 50 रुपियाँ तिरेर आइडिया सिकाएको होइन हजुरलाई मैले। आइडिया सिकाएर नभएको गाइस। यहाँ चाहिँ बवाल हुँदैछ। चहल पहल बवाल छ है त। चहल पहल गाइस। पछाडि देख्न सक्नुहुन्छ नि होइन। गर्मी त लास्टै मलाई हप्पी गर्मी भयो यार। यता आउने यार। कति हो त यसलाई? 1 गिलासलाई 100 हो। हेलो नानी। के छ? नाम के हो तिम्रो? हाम्रो युट्युब च्यानल सब्सक्राइब गरिदेऊ है त।
तुलसीराम भण्डारी को आइछ तिमीहरू ए नानीहरू त कति राम्रो नानी कहाँ हो तिमीहरूको घर यात्रा हाम्रो भन त सर एक राउन्ड आजको यात्रा चाहिँ बवाल हुँदैछ हाम्रो यहाँको यो चहल पहल कस्तो लाग्यो चहल पहल चाहिँ बवाल हो मैले यहाँ त यतिको भिड आजसम्म मैले देखेको थिइनँ कि यस्तो भिड चाहिँ बवाल थियो आज चाहिँ बवाल हुँदैछ अघिल्लो पालि नयाँ वर्षमा आएको थिएन हो र नै अघिल्लो वर्षमा म यहाँ थिइनँ कि हो र आज किसिम गर्नुपर्छ आज त धेरै रमाइलो गर्नुभयो सोचेभन्दा धेरै रमाइलो गर्ने आज एकदम किसिम गर्नुपर्छ माहौल पनि त्यस्तै छ आज त माहौल त धेरै राम्रो छ त्योभन्दा राम्रो माहौल छ त आज किसिम गर्नुपर्छ बवाल आज एक्लै जाने होइन ल आज एक्लै त जान्छ होइन नलिक त म जाँदै जान्न त्यही भयो नि त एकदम यहाँ मौसम गरम छ आज गरम गरम मौसम गरम गरम छ यहाँ चाहिँ यस्तो कडा भिड छ आज अहिलेसम्म हाम्रो यो नयाँ वर्ष कस्तो हुँदैछ घुमघाम ए बवाल आजसम्मको यतिनधरि जनवरी यत्रो भयो आजसम्म यतिको रमाइलो भएको थिएन कि यस्तो बवाल भइरहेको आज चाहिँ रमाइलो यहाँको माहौल देख्दाखेरि त यस्तो दिल गार्डन भइरहेको छ होइन मिलाएर बुझ्नु न अरू त के भन्नु छ र गाइज हेर्नु सक्नुहुन्छ यता यता हेर्नु यस्तो छ दिल गार्डन अहिले चाहिँ हामी यो वनवाटिका पार्क हो चिडियाखानामा जाँदैछौँ यहाँ चाहिँ एकदमै रमाइलो त भन्ने के भन्ने हामी यसलाई त बवाल रमाइलो भन्नुपर्छ यहाँ रुखको महत्त्व हेर्नु होला उता त्यस्तरी रुखमा त्यहाँ जाऊँ न एकपल्ट त्यहाँ त मान्छेहरू त जता पनि त्यो त माथि बस्नु भएको छ शीतल आनन्द मजा लिइरहनु भएको छ है ए रमाइलो यहाँ चाहिँ हामी यस्तो शीतल छहारीमा यता हाम्रो हिरोले भ्लगिङ गर्दैछ नि यता आनन्द छ है मौसम शीतल छ आज यहाँ यस्तो आनन्ददायक वातावरण छ यता हाम्रो दिदीहरूले यहाँ आज कोही पनि ठाउँ खाली छैन फुल प्याक आज वनवाटिका प्याक एकदम रमाइलो छ हामी मात्रै एक्लै भयो नत्र त किसिम हुन्थ्यो यहाँ भालु नेपाली भालु यिनलाई सम्झना आयो अरे भालु देखेको थिएँ पारासिटेसनको मिसियो भनेर आऊ ल यहाँ घोडसवार यसरी चढ्ने तिमी चढ्ने डर लाग्छ यार हो र के डराउने सोध कति हो कति हो दाइ यसको कति घन्टा हो 1 राउन्ड 100 जाने लेट्स ट्राई होइन यो घोडा चढ्ने भिड यही यो चाहिँ हो हाम्रो विश्वको सबैभन्दा ठुलो चरा अस्ट्रिच यो चाहिँ यहाँ भुल्लो हरण धेरै दिन नआएर हो कि हो यो एकदम भुल्लो देखिया हामी चाहिँ यहाँ हाम्रो यो घुम्ने कार्यक्रम सकिएको छैन यहाँ चाहिँ हाम्रा सालाले अझै पनि बेसा ल्याउन सकेका छैनन् यिनीलाई मैले प्रेरणा दिइरहेको छु तर यिनीहरू अझै पनि आज यिनीहरू बेसा आउला छैन परेस जारी छ परेस टुट्नु भएन अब हामी यता वन बिरालो दुम्सीतिर जाँदैछ दुम्सी अब हामी आयौँ वन बिरालोमा आयो चाहिँ लगभग हाम्रो घुमेर भइसक्यो हाम्रो थकै लगाइसक्यो टाउको पनि दुखिसक्यो अब हाम्रो कता जाने अब हामी अब कता जाने यार मेसो मिलेन के मेसो मिलेन हामी घुम्दैछौँ प्रयास हाम्रो भेनाको प्रयास जारी छ ल है त हजुरहरू उता हुनुहुन्छ युट्युब च्यानल सब्सक्राइब गर्नु पर्यो है सबैजनाले अब हामी चाहिँ अब हाम्रो प्रयास अगाडि जारी ल फलो मी हेलो पछाडि झुन्डिने के होला
सवाल त एकदम बढेछ नि यार सवाल बढेछ ल बाटो छोडौँ कता हो पोखरीतिर यहाँ चाहिँ के हो झन् बस्छन् के अरे यस्तो मान्छे आउने होइन किसान आइगयो रिजर्भ ल्याएर आऊ यहाँ छ है हजुरहरूको फोटो आएको छ है अन्टी त खतरा रिसाउनु भयो त्यहाँ यस्तो खाने कि चाहिँ गएर हेर्ने पनि कस्तो भइरहेको अहिले हजुरलाई अलि यहाँ चाहिँ बल्ल शीतल भयो त गरिम भएर राम्रो लास्टै गरी है दादा म त घरै जानु पर्ला भन्ने सोचिसकेँ हो र तर मेरो मुड फ्रेस भयो ए यता त टिकटक भिडियो हो क्या हो मेरो मुड फ्रेस भइसक्यो मुड फ्रेस हाम्रो नि फोटो खिच्ने हो र के हो नाच्ने तिमीलाई हृदयको रानी भन्न हो खोजेको तिमीलाई हृदयको रानी भन्न